हजुर माथिसम्म गयो यहाँ माथिसम्म भगवान जनरल स्टोर होटेल हो पुरा वेलकम टु माई भ्लग होइन तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन आज चाहिँ विशेष मेरो जाजरकोटको सिमानामा पुग्ने यात्रा चाहिँ थियो होइन म चाहिँ जाजरकोटको सिमाना पुग्ने भनेर गएको थिएँ होइन तर बाटोमा अड्केँ होइन अड्केर पनि आइसकेँ फर्किसकेँ होइन बाटो पुरै अफरोड छ तपाईँहरूलाई म त्यो दृश्य चाहिँ देखाउँछु होइन त्यो बाटो कस्तो छ देखाउँछु होइन म चाहिँ यहाँबाट लाग्छु तलतिर यहाँबाट तल गएपछि इमिल्सा आउँछ इमिल्साबाट टोप्ला आउँछ होइन टोप्ला हुँदै मेरो घर पुगिन्छ आज अफरोड भन्ने कुरो कस्तो हुन्छ भन्ने कुरो म देखाउँछु है त तपाईँहरूलाई म किनकि एक्लै छु होइन पछाडिको भिडियो चाहिँ खिच्न सक्दैन म अगाडिको भिडियो चाहिँ म देखाउने छु हुन्थ्यो होइन चल्नै नचल्ने रोड रोडतिर यहाँबाट झर्दिउँ क्या यहाँबाट झर्दिएँ म सिधै उता खोला नगएर बाटो कस्तो छ चिप्लिने हो कि गाईहरू बरछन् अनि तलबाट फर्किनु पऱ्यो भने गिरी हुन्छ यार बाबै यहाँदेखि अप्ठ्यारो देखिन्छ त्यहाँ बाटो हेर्नु अब त्यो बाइक हामीले लाग्यो यार हाम्रो टायर पुरै चिप्लिरहेछ फुलहरू फुलिरहेछ होइन सर्टकट हानिदिएको साथीहरू बहुत गिदी भइगयो क्या हो यार तल झर्ने ठाउँ त ठिकै छ जस्तो लाग्यो सर्ट यात्रा हान्ने भनेको अब पुरा चिप्लियो किन बाब्रे चिप्लिन्छ त्यहाँ कन्ट्रोलले गर्न सक्ने यहाँबाट पनि सर्ट हानिदिन्छ चिप्ले जान्छ माछा होइन उताबाट घुम्नुपर्छ क्या त्यही भएर उताबाट घुम्न झ्याउ लगाएर सर्ट बाटो हान्दिउँ भन्ने हो यहाँ सर्ट बाटो त यहाँ चिप्ले पानी परेर बर्खाको समयमा होइन बहुत गाह्रो छ क्या के गर्नु यहाँ त ठिकै रहेछ होइन हामीहरूलाई गाह्रो छ नि त साथीहरू यस्तो छ कि होइन अब तलतिर के गरेर जाने भन्ने हो अघि आउँदाखेरि पुरा भिडियो बनाउनु पाएन होइन त्यति होइन बाबा अब यहाँनिर पुरै अब त्यहाँबाट हालौँ भने त गाह्रै पर्ला होइन के गइहाल्छ हिँडको त हिँड्लो छ ठिकै छ नगए गयो बाबी लडे त्यहाँ भन्दा कहाँ चिप्लिन्छ कहाँ थाहा नै हुन्न क्या माथिको चिप्लिन्छ कि कहिले होइन कहिले अगाडिको टायर चिप्लिन्छ कहिले पछाडिको टायर चिप्लिन्छ होइन तपाईँहरूलाई उस्तैलाई त यहाँ आउनै गाह्रो छ यार अब हामीहरू यस्तो अफ राइड हान्ने मान्छे होइन अफ रोड पुरा हान्ने मान्छे अब यस्तो बिजोग छ कि अब ब्रेक हानौँ पछाडिको टायर चिप्लिहाल्छ नहानौँ बाइक रोक्न गाह्रो छ होइन अब गियरमा हिँडौँ भने पनि त्यस्तै छ भैँसीहरू पुरा चलिरहेको छ भैँसीहरू पुरा ठाउँमा बसिरहेको छ तर म यहाँ डाँडाबाट हान्छु मलाई वाट्टै गयो नि त गयो भइगयो भ्लगर लाइफ गाह्रो छ यार भैँसीहरू वाउ यो भैँसीहरू यस्तो छ टक्क गाई गोरु के फोटो खिच्न मन लागेको थियो यार यहाँ अब छैन म एउटा फुल टिप्छु है त वा क्या दामी फलिएको छ ल नअडिन्छ त
यहाँबाट कताबाट जाने यहाँबाट जानु सकिन्छ सकिन्छ नसके नसकिन्छ महासाल अब यहाँबाट चिल्लो 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 बाफ्रे माय गॉड ओ डेन्जरस बाटो एकदम डेन्जर छ यार यहाँ त कुदाउनु पर्छ क्या सकुन मिल्छ यार गोठहरू बाख्रा गोठ गाई गोठ हजुर माथिसम्म गयो यहाँ माथिसम्म गयो बाटो अप्ठ्यारो रहेछ क्या क्या यतै हो बसाइ पसल पनि छ क्या कुराहरू गोठहरू होइन त्यही हो गाइज अब तपाईँहरूले देख्न सक्नुहुन्छ बहुत राम्रो ठाउँ छ क्या यार कतिखेर आएको थिएँ यस्तो बाइक यता छ हामी यतिखेर यो खोलाबाट सुरु मार्ग माथिबाट टक्क जाने भयो भनेपछि त यहाँनिर चाहिँ एउटा मन्दिर छ होइन ढुङ्गा चढाउनु पर्छ यहाँ चाहिँ देवतालाई ल हामी ढुङ्गा चढाउनेछौँ चट्ट बाइक रोक्यौँ टक्क यहाँ कस्तो सिस्टम हो क्या यो कल्चर हो क्या होइन पहिल्यैदेखि पुराना बाजेहरूले यो ढुङ्गा चढाउने क्या कस्तो ल टक्कै यस्तरी ढुङ्गा चढाएर यस्तो भइरहेछ दामी छ क्या होइन भोबाल दामी ल हाम्रो ढुङ्गा चढाइसक्यौँ ढुङ्गा चढाउनु पर्छ देउताहरूलाई बाइक चाहिँ यता छ त्यही यहाँ साथीहरू ढुङ्गो नि यो कस्तो बवाल गरेर अड्किया छ क्या होइन साले यो शक्तिले अडिया ढुङ्गो गाइज होटेल हो त्यो चाहिँ यो होटेलले धेरै पैसा कमाइसकेको छ हामी चाहिँ यो बाटोबाट जानेछौँ तर एकछिन यहाँ हामी होटेलमा केही किन्नेछौँ होइन भगवान् जनरल स्टोर रहेछ माथिसम्म पुग्यो के अरे धर्मशालादेखि तलतिर त्यहीँदेखि जान सकिएन भगवान् जनरल स्टोर होटेल हो पुरा बाफ्रे होटेल त दामी छ त यार नेपालको झन्डा फरफर होइन टक्क होटेलको साउनी चाहिँ यहाँ हुनुहुन्छ हामी चाहिँ चट्टै हामी पनि यो अब भगवान् होटेल के स्टोरबाट लाग्यो यहाँ होटेल पनि छ टक्क यहाँबाट यो हिँडेर जाए त हो पेल हल्का यहाँ स्टोर भएन पेल रोक 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 लास्ट अप्ठ्यारो छ त क्या मारले बाप्रे गाह्रो चढ्यो होइन बाटो चाहिँ यस्तो छ क्या होइन पुरै डेन्जर हुँदा नि अति डेन्जर चढ्यो राम्रो हुन्छ नि बाबुरे बडी ब्रेक लागेको छ क्या यहाँबाट के जाने यहाँ त्यो आमा चिप्लियो भने पो गाह्रो चढ्यो आमा चिप्लियो भने पो खोइ छ ल भाइ पास भयो अब त्यो पुलबाट बस पात्यो पुल त्यहाँ झर्ला अनि उस्तै मान्छेले सक्छ त यार गाह्रो छ नि होइन त बजारतिर चलाउने मान्छे यहाँनिर यहाँनिर आमा इन्जिन लाग्छ यार
कहाँबाट हाल्ने अन्त पुग्यो माथिसम्म धर्मशाला हल्का पुग्न सकिएन पुगेन हल्का तलतिर अप्ठ्यारै रहेछ ल यो चाहिँ मिल्सा बजार हो होइन हामी यो बजारबाट पनि क्रस भइसक्यौँ अब ए भाग भाग तेरो दाइ आइसक्यो ए चुठे ए पक पक पक